सो गाइज एभ्रिवान आशा गर्छु सबैजनालाई सन्चै हुनुहुन्छ होला र आज चाहिँ म हैन बिहान किन भ्लग सुरु गर्यो भने किनकि आज म हैन धेरै नै मतलब लामो यात्रामा जाँदै मालुम है तेरे बाप को मत सिखा चल छैन म मेरो साथी र म हैन अलि यो फस गयो निक्लिरहेको छु किनकि हामी र आज चाहिँ किनकि हैन अब अलि टाढा जाँदैछु नि त त्यही भएर बिहान सुरु गर्यो अब त्यहाँ पुगेर म सुरु गर्छु हैन किनकि म रेडी हुनु छ नि त रेडी भएर अब म सुरु गर्छु हैन सो गाइज हामी चाहिँ रेडी भइसकेको छ हैन अब जानलाई म मेरो साथीकोमा जान्छु अनि उनी रेडी हुन गएको छ मलाई के अरे 7:40 आउ भनेको छ र म रेडी भएर जान्छु अब हैन अब रेडी भएर मम्मीले खै त्यहाँ के लसुनहरू प्याक गर्नु भएर छ त्यही अब प्याक गरेर जान्छु किनकि माथि लानु भनेको थियो नि त माथि जान लाग्थ्यो नि त त्यही भएर 5 minutes later सो गाइज मैले चाहिँ हैन मेरो साथी भेटिसकेको छ ऊ रेडी भइसकेको रहेछ हैन र रेडी भएर अब हामी बस आउनेलाई हैन त्यो कुरिरहेको छ बस कहिले आउँछ त्यो कुर्दैछ नि त किनकि बाहिर बस्यो नि त फेरि यहाँ गाउँको मान्छेले हैन के भन्छ नाना थरी सोच्छ कि यिनीहरू त केटी भेट्न जान लाग्छ के भन्छ हैन गाउँको हैन त्यो नेगेटिभ सोच्छ कि अलि नै त्यो भन्नुपर्छ नि यो गाउँको बुढी मान्छेदेखि नै हैन ठुलो मान्छेसम्म त्यस्तो छ कि त्यही कारणले हामी भित्र कैसे लोग रहते हैं यार यहाँ पर बसेको हैन अनि बस आएपछि बाहिर निक्लिने सो गाइज हामी चाहिँ हैन हेटौँडा बजार आइपुगिसकेको छ र अच्छा हेटौँडा बजारमा हामी हैन अब जान्छु मास्तिर कता भने अब मामा घरमा जान्छु म जोल हैन मेरो साथी खोइ कारणले कहाँ हङकङ बजार हो कि लन्डनतिर हैन सपिङ गरेर छ हैन त्यही कारणले अब हामी के आइसी त भेटेर जान्छु हैन मेरो चाहिँ छैन यार म के गर्ने यार एक्लो यार साला यो दुख का खत्म नहीं होता बे मलाई चाहिँ कसैले नि भेट्न आउँदैन मलाई यस्तो नि हुन्छ मलाई चाहिँ कोही पनि भेट्न नआउने अनि यो के अरे होइन म होइन हेटौँडा बजार आएर कहिल्यै भ्लग बनाएको थिएन तर आज आएर बनाएँ होइन भाइ साहब कुछ ज्यादा नहीं हो गया मतलब कुछ घरबाट निक्लेर अहिले कति बजी आइपुग्यो भने होइन त्यस्तै भयो 11 बजी आइपुग्यो होइन 11 बजी आइपुग्यो अनि 11 बजीतिर त्यही 11 बजीतिर आइपुगेर अनि ऊ मेरो साथी कल गर्दै छैन उसको साथीलाई 11 बजीतिर आइपुग्यो अब आइपुगेपछि त होइन जाने हो कता जाने अब हामी जोसुक ल्याएर छ त्यसको बाउ मल बनाऊ ये बड़ी अच्छी बात कही आप हामीलाई चाहिँ होइन त्यो हुन्छ नि हामीलाई बस्नु त्यो 2-3 जना भेटेको थियो होइन भैया ग्यागरको छामी भेटेको थियो क्या बोला तूने मेरो साथीको होइन त्यो उयो भेट्यो अनि अब जाने अन्त होइन यो भनेको मुन्डी बजार होइन सेन्डी अघि मुन्डी होइन अरे कहना क्या चाहते हो त्यो हुन्छ नि जुन त्यो के अरे त्यो के चाहिन्छ होइन अब होइन हेटौँडा बजार भनेको यस्तो होइन पुरै होइन त्यो यहाँतिर त्यो बसिन्छ नि त्यो के होइन त्यो हुन्छ नि जस होइन
मैले के भन्न खोजेको थिएँ इस सज्जन को क्या तकलीफ है भाई? जान्छन् अब भेट्नलाई र म चाहिँ यतातिर घुमिरहन्छु त्यही त नि सिंगल भनेको चाहिँ त्यही होइन अर्काको गर्लफ्रेन्ड ये भैया लोग क्या कर रहे पता नहीं मेरे को लेकिन लोग कुछ भी कह रही है। बहुत अच्छी कह रही है। सो गाइज होइन हामी चाहिँ त घुमिरहेको छ र एउटा हुन्छ नि यो पार्क हो कि एउटा होइन हुन्छ नि त्यो उसको के अरे घुमिरहेको छु होइन बस्नु त मन छैन तैपनि घुमिरहेको छु किनकि र जान्छु अनि जान्छु कि अब त्यही होइन माथि मम्मीले मामा घर जान लाग्यो कि मामा घर होइन त्यहाँ जान्छु र नास्पाती खानाको लागि हो हुन्छ नि जुन त्यो नास्पाती यता धेरै छ त के भन्नु पैसा छैन त्यही भएर मामा घर जान्छु होइन किनकि यहाँ किन्न त होइन पाइहाल्छ तर हुन्छ नि थोरै किनेर नि होइन थोरै पैसाले भन्दा नि त्यो हुन्छ नि त्यो होइन त्यो माथि गएर रुखमा खाएको राम्रो हुन्छ नि त त्यही भएर त्यो त थोरै पैसाले किन्नु भन्दा रुखमै गएर किनेर खान्छु कि र सो गाइज हामी चाहिँ होइन त्यो दारे किन राखेको रे दारे किन राखेको यो दारे भनेको हाम्रो केटाको सान हो हाम्रो प्रतिष्ठा हो हाम्रो सान र के भनिन्छ नि त्यो होइन कि त्यो हामी चाहिँ होइन डरबाट गइसक्यो अब मासतिर लेकतिर जान्छु लेकतिर जान लागेको थियो होइन तर मलाई भोक लागेर लाग्छ छैन त्यो उयो हुन्छ नि त्यो पानी पनि तिर्खा लागिरहेको छ होइन बोल्न नसकिरहेको छ एकदम त्यो छत भइरहेको छ मैं बोले तो बोले एक्चुअली इधर बहुत गर्मी है इसलिए हम डर के कालो हो गई है कुछ भी एक्चुअली हमारे गांव में बहुत घाम लगता है इसीलिए हम डर के बस बेटा बहुत बढ़िया मुन्ना हेर्ने भनेको त्यस्तो त्यो दुईजना केटीले चाहिँ होइन क्या खतरा रियाक्सन दिएर गयो होइन यस्तो हेरिरहेको थियो कि मलाई होइन म त डर लाग्यो होइन त्यो हुन्छ नि त्यो मलाई कहिले त्यस्तो कुनै केटीले हेरेको थिएन मलाई त यस्तो डर लाग्यो कि यस्तो डर लाग्यो होइन मलाई पनि थाहा छैन कि होइन त्यो गरौँ कि होइन यत्रो डाँडा चढ्नुपर्छ कि आइस यो क्यामेरामा अलिक सानो देखिरहेको छ होइन अब त्यो चढेपछि थाहा हुन्छ थोरै न के अरे होइन त्यो उडेर जाने कि के होइन बहुत तेज हो रहा है बहुत तेज हो रहा है लास्ट लामो छ बाटो र म थाकेर नि मलाई चाहिँ भोक लागिरहेको छ उल्टो होइन घरबाट केही खाएन होइन यतिकै निक्लेको किनकि होइन मम्मीले होइन खाऊ भन्दा चाहिँ तर मैले खाएन कि किन होइन खोइ के भयो मलाई होइन मैले होइन खुसी इतनी जलवा है हमारा खुसी कि इतनी खुसी गाडी समझ गई भनिदिएको होइन भनिदिएको दिन चाहिँ फेरि होइन यस्तो भ्लग बनाएर नि हुन्छ खुसी म फेरि पनि भोक लागिसक्यो म माथि कहिले पुग्नु त सोचिरहेको छु माथि गएपछि त म जहाँ होइन चन्द्र हिँडेर म हिँडेर मलाई त के भन्छ नि पुरै नै पाइसक्यो म हिँड्न सक्दिनँ अब पाइसक्यो हिँड्नु यत्रो बाटो छैन अब देखिरहेको त यति मात्र होइन यति माथिसम्म छैन माथिसम्म छ कि म के गर्ने मलाई थाहा छैन पसल कहाँ छ होइन क्या खबर सीन भइरहेछ माथि साथ आज की मजदूरी यहीं खत्म करते हैं। अगर तुम्हें वीडियो पसंद आई तो लाइक मारो यार, मुझे नहीं पता, मुझे 2 मिलियन लाइक्स चाहिए, कैसे ना कैसे करके मुझे चाहिए। इतना झिला मैं कभी नहीं होऊंगा अपनी पूरी जिंदगी में जितना इसमें झिलाऊं, मुझे चाहिए ही चाहिए। तो लाइक मारो। वो जो लाल वाला बटन है उस पर भूकंप लेके आओ या फिर भूचाल, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए।